तपाईँले देख्न सक्नुहुनेछ हामीसित चाहिँ यहाँ 33,000 को बजेटमा यस्तो दामी सेट पाउनुहुनेछ। कन्डिसन भनेको एकदमै फुल फ्रेस हो, पार्ट्सहरू केही रिप्लेस गरेको रहेछ। ओहो, सो आइफोन 15 प्रो म्याक्स चाहिँ कस्तो दामी कलरहरू। सो यहाँ हेर्नु सक्नुहुन्छ सेकेन्ड ह्यान्ड सेटहरू सबै यहाँसँग स्टक रेडी भइसकेको छ। अनि अब म प्राइस पनि सोध्छु भाइलाई, अनि भाइले सबै फोनको प्राइस एन्ड कन्डिसनहरू भन्नुहुन्छ। सो यहाँ हेर्नु सक्नुहुन्छ। के छ भाइ खबर? एकदमै ठिकठाक छ। सो तपाईँले देख्न सक्नुहुनेछ हामीसित चाहिँ यहाँ 80 फोनहरू चाहिँ रिस्टक भइसकेको छ। 11 देखि लिएर चाहिँ 16 सम्मको सबै, त्यसै गरी 15, 16 सम्मको सबै सिरिजहरू लगभग एभाइलेबल भइसकेको छ भने हामीसित नयाँ फोनहरू पनि एभाइलेबल रहेको छ। र तपाईँले देख्न सक्नुहुनेछ हामीसित सबैभन्दा सस्तो र एफोर्डेबल प्राइसमा भनेको चाहिँ अहिलेको लेटेस्ट फोन आइफोन 11 एभाइलेबल रहेको छ। यसको ब्याट्री चेन्ज भए पनि अल वर्किङ कन्डिसनमा पाउनुहुनेछ। 90 र 96% को ब्याट्री हेल्थमा पाउनुहुनेछ भने मात्र 33,000 को बजेटमा यस्तो दामी सेट पाउनुहुनेछ। सो यो चाहिँ आइफोन 11 ओल्ड मोडल भएर चाहिँ ब्याट्री चेन्ज हुन्छ भनेर भनिरहेछ भाइले होइन। यो अफ छ सबै। म एउटा तपाईँलाई अन गरेर देखाइदिन्छु है त। सो यहाँ हेर्नु सक्नुहुन्छ यो अन हुँदैछ है। ओके, सबै सेट वर्किङ कन्डिसन हो। अनि यो फोन लगेर बिग्रियो भने चाहिँ के हुन्छ? तपाईँलाई 1 हप्ताको चेक टाइम वारेन्टी हुन्छ। केही समस्या आयो भने हामीले रिप्लेसमेन्ट गर्दैछौँ, तपाईँहरू ढुक्क हुँदा हुन्छ। ओके, सो एक हप्ताको चेक टाइम अनि क्यास अन डेलिभरी छैन त? त्यसै गरी यसमा तपाईँले केस, टेम्पर ग्लास र चार्जर पनि फ्रीमा पाउनुहुन्छ। ओके, चार्जर, कभर, टेम्पर ग्लास सबै फ्री रहेछ है त। सो यहाँ हेर्नु सक्नुहुन्छ एउटा हामी 11 हेरौँ है त। सो यहाँ हेर्नु सक्नुहुन्छ आइफोन 11 हेरौँ है त। कुन भेरिएन्ट रहेछ है त यो? जेनरल, अबाउट, तपाईँको इन्डियन भेरिएन्ट रहेछ। अनि तपाईँको ट्रु टोनहरू सबै वर्किङ रहेछ है त। सो हेर्नु सक्नुहुन्छ यस्तो बवाल कन्डिसन। अनि त्यसको प्राइस चाहिँ कति हो? यसको प्राइस मात्र तपाईँलाई अफर भनेर 33,000 मा सबै। ओके, 33,000 मा आइफोन 11 128 GB को यसमा विथ एक्सेसरिज छ है त। यो 12 पनि हेर्न सक्नुहुनेछ। ओके, सो यहाँ हेर्न सक्नुहुन्छ आइफोन 12 128 GB को। यसको प्राइस चाहिँ तपाईँलाई मात्र कति रहेको छ भन्दाखेरि 41,000। ओके, 41,000 मा आइफोन 12 128 GB को हेर्न सक्नुहुन्छ। ओके, यसमा ट्रु टोनहरू, फेस आइडीहरू सबै वर्किङ हो? सबै वर्किङ छ। यसमा सबैमा तपाईँले 1 हप्ताको चेक टाइम ढुक्कले पाउनुहुन्छ। ओके, अनि त्यसै गरी अब आइफोन 13 को कुरा गरौँ। आइफोन 13 पनि हामीसित आइएमई म्याचिङ बक्स सहित रहेको छ। तपाईँले चेक गर्न सक्नुहुन्छ। म अन गरिदिँदैछु। सो यसको चाहिँ चार्ज छैन रहेछ। सो अर्को 13 पनि रहेछ यहाँ। ओके, सो यहाँ हेर्न सक्नुहुन्छ आइफोन 13 ब्याट्री हेल्थ चाहिँ कति छ यसको? यसको ब्याट्री हेल्थ भनेको हेरी छ तपाईँको 86 देखि 100% समथिङ, त्यस्तै 86। उसको यो 100% भनेपछि यसको चाहिँ प्राय चेन्ज भएरै आएको होला होइन त? अच्छा, यो बाहिरबाट आएको। यसको चाहिँ कति छ हेल्थ? जेन्युइन हुन्छ। अहिले यसको चाहिँ यहाँ कति लेखिरहेको छ? 86%। सो यसको ब्याट्री हेल्थ 86% रहेको छ। र प्राइस भनेको तपाईँले मात्र यो अब 50,000 को बजेटमा यस्तो दामी सेट पाउँदै हुनुहुन्छ, त्यो पनि पार्ट्सहरू केही चेन्ज नगरेको। सो हेर्नुभयो होला। त्यसो गरी यहाँ आइफोन 13 एकदमै धेरै छ। सेकेन्ड ह्यान्ड आइफोनहरू हेर्न सक्नुहुन्छ। त्यसै गरी यहाँ एउटा अघिदेखि मैले हेरेको यो चाहिँ स्यामसङ ग्यालेक्सी S22 अल्ट्रा होइन त? हजुर। सो हेर्न सक्नुहुन्छ क्यामेरा किङ भनेर चाहिँ मलाई नि एकदमै पर्सनली बबाल लागेको सेट स्यामसङ ग्यालेक्सी S22 अल्ट्रा है त। यो चाहिँ कस्तो छ यो फोनको कन्डिसनहरू भाइ? कन्डिसन भनेको एकदमै फुल फ्रेस हो। पार्ट्सहरू केही रिप्लेस गरेको छैन भने तपाईँले यसमा पनि 1 हप्ताको चेक टाइम ढुक्कले पाउनुहुनेछ। केही समस्या आयो भने हामी यसमा पनि हेरिदिन्छौँ है त तपाईँहरू। ओके, सो अर्को एन्ड्रोइड यहाँ छ तपाईँको एउटा गुगल पिक्सल 8 होइन त? यो अहिलेको तपाईँको एकदमै एफोर्डेबल प्राइसमा आएको छ। मात्र हामीले चाहिँ तपाईँहरूलाई 52,000 मा दिएको छौँ। अफर प्राइस सोच्दा पनि भयो। सो ओन्ली 52,000 मा गुगलको पिक्सल 8 है त। सो बवाल चाहिँ ह्यान्डी साइजहरूमा मन पराउनेहरूको लागि गुगल पिक्सल 8 एकदमै बवाल रहेको छ कन्डिसनहरू चाहिँ। र त्यसै गरी सस्तो एन्ड्रोइड सेटहरू पनि छ 13,500 सम्मको हेर्न सक्नुहुन्छ। 13,500 को यो एन्ड्रोइड सेट भिभोको। ओके, सो कसैलाई सस्तो एन्ड्रोइड चाहिएको छ भने होइन, यसको काम चलाउ एन्ड्रोइडहरू चाहिएको छ भने भिभोको। अनि यसको डिस्प्लेहरू चेन्ज त होइन नि? डिस्प्लेहरू चेन्ज हुँदैन। चेन्ज भने हामी सुरुमै चेन्ज भन्छौँ। ओके, सो पार्ट्स चेन्ज छ भने उहाँहरूले चाहिँ अलरेडी हामी होइन भनिदिन्छौँ पार्ट्सहरू चेन्ज छ भने। सो त्यसै गरी अब ट्रिपल क्यामेराको कुरा गरौँ। 15 प्रो म्याक्स पनि छ। त्यसै गरी 13 प्रो म्याक्स 512 GB र 256 GB स्टोरेजमा। प्राइस भनेको 15 प्रो म्याक्सको तपाईँलाई पर्यो मात्र 1,15,000
र यो 13 प्रो म्याक्स 512 GB को 90,000 त्यो पनि सबै ओके जेन्युन सो यो 15 प्रो म्याक्स हेरिदिउँ न त एकै आइफोन 15 प्रो म्याक्स ओहो वाओ मलाई चाहिँ एकदमै यो चाहिँ टाइप सी हुन्छ होइन त यसमा हजुर हजुर युएस भेरिएन्ट हो आइफोन 15 प्रो म्याक्स कुन भेरिएन्ट अरे युएस भेरिएन्ट रहेको छ ओके सो एलएलए भनेपछि युएस भेरिएन्ट छ यसमा दुईटै इसिम लाग्छ ब्याट्री हेल्थ कति रहेछ यसको यसको तपाईँको 86% 86 ब्याट्री हेल्थ रहेछ ओहो सो आइफोन 15 प्रो म्याक्स चाहिँ कस्तो दामी कलरहरू त्यसै गरी अब अर्को कुन छ त यो तीनटा चाहिँ कुन हो एउटै एउटै छ तीनटै एउटै हो भने तपाईँको 14 प्रो यो चाहिँ ओहो आइफोन 14 प्रोहरू हो हजुर हजुर 512 GB मा र 256 GB स्टोरेज 512 GB को कसैलाई ह्यान्डीहरू चाहिएको छ भने हेर्न सक्नुहुन्छ एकदमै ह्यान्डी सेट छ आइफोन 14 प्रो होइन यो हजुर यो पनि युएस भेरिएन्ट हो हजुर यसको ब्याट्री हेल्थ चाहिँ कति छ ब्याट्री हेल्थ भनेको तपाईँको हेरि 90% ब्याट्री हेल्थ रहेछ यसको है त अनि क्यामेराहरू कस्तो छ यसको क्यामेरा एकदम दामी छ चेक गर्न सक्नुहुनेछ तपाईँले ओके सो क्यामेराहरू हेर्न सक्नुहुन्छ बवाल छ है क्यामेराहरू त्यसै गरी तपाईँलाई ह्यान्डी साइजमा आइफोन 15 चाहिएको छ भने 15 पनि एभाइलेबल छ देख्न सक्नुहुन्छ ओके सो आइफोन 15 कसैलाई अब ठिक्क यसको प्राइस चाहिँ कति रहेको छ प्राइस तपाईँलाई मात्र 70,000 अझ फलो गर्नुभएको छ भने तपाईँलाई थप डिस्काउन्ट पनि हामीले दिने ओके सो सब्सक्राइब गरिहाल्नु है चाँडोभन्दा चाँडो सो हेर्नु सक्नुहुन्छ आइफोन 15 यसको ब्याट्री हेल्थ कति छ हेरौँ है त ब्याट्री हेल्थ तपाईँले हेर्न सक्नुहुन्छ मजाले चेक गरेर 86% ब्याट्री हेल्थ 502 साइकल काउन्ट रहेको छ क्यामेराहरू चेक गरिदिउँ न त्यसको पनि ओहो सो हेर्न सक्नुहुन्छ क्वालिटीहरू क्यामेरा क्वालिटीहरू एकदमै बवाल छ कन्डिसन पनि सेटको एकदमै बवाल राम्रो छ ननो पन सेट हो त्यसै गरी तपाईँलाई अब ब्याकअप बवाल दिने सिरिजहरू चाहिएको छ भने 14 प्लस र 16 प्लस लिन सक्नुहुनेछ हेर्न सक्नुहुनेछ ओके सो आइफोन 16 प्लस यसमा चाहिँ बक्स सबै रहेछ है यसको हेरौँ न सिल प्याक जो ब्रान्ड न्यू कन्डिसन चाहिँ फेरि बवालै छ क्या सो यो अफ रहेछ अर्को यो 16 प्लस हेर्दै गरौँ न त ओके सो यसको ब्याट्री हेल्थ कति छ हेरौँ है त ओके 16 प्लस यो पनि कुन भेरिएन्ट हो यो इन्डियन भेरिएन्ट रहेछ है अनि तपाईँको ब्याट्री हेल्थ यसको कति छ भने 94% रहेको छ सो आइफोन 16 प्लस है यसमा चाहिँ साइड बटन पनि हुन्छ ओके सो हेर्नु सक्नुहुन्छ वाओ क्यामेरा क्वालिटी यस्तो बवाल छ आइफोन 16 प्लसको र यसको बजेट चाहिँ तपाईँलाई मात्र 95K पर्छ है 95,000 मा आइफोन 16 प्लस अनि यो 14 प्लसको 14 प्लसको तपाईँलाई मात्र 65K मा पाउनुहुनेछ विथ 65,000 मा विथ आइएमई म्याचिङ बक्स आइफोन 14 प्लस है त सो यहाँ हेर्नु सक्नुहुन्छ यति धेरै सेकेन्ड ह्यान्ड सेटहरू रहेछ है अब म चाहिँ कुन लगौँ तपाईँहरू पनि कन्फ्युज भइसक्नु भयो होला सबै खालको छ अझै त कति सक्यो होला होइन अझै हामीसँग धेरै स्टकहरू आउँछ जान्छ सो तपाईँहरूले फलो गर्नु सब्सक्राइब गर्नु अनि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिराख्नु भयो भने हामीसँग अपडेटहरू आइरहेको छ अनि तपाईँले यही भिडियोको मार्फतबाट तपाईँले अपडेटहरू पाउनुहुन्छ होइन त भाइ हजुर त्यसै गरी तपाईँहरू अल फ्री क्यास अन डेलिभरीको सुविधा रहेको छ तपाईँहरूलाई जुनै सेट चाहिए पनि हामीलाई सम्झिन सक्नुहुनेछ हामी एभाइलेबल गराइदिन्छौँ भने नयाँदेखि लिएर पुरानो सबै सेट एभाइलेबल गराइदिन सक्छौँ अनि क्यास अन डेलिभरीको के छ पोलिसी क्यास अन डेलिभरी भनेको तपाईँले सुरुमा चाहिँ 1K पे गर्नुभयो भने चाहिँ बाँकी रहेको पेमेन्ट चाहिँ फोन लिने बेला तपाईँले पेमेन्ट गर्दा पनि हुन्छ र त्यसै गरी तपाईँले सबै फोनमा 1 हप्ताको चेक टाइम र फ्री क्यास अन डेलिभरीको सुविधा रहेको छ र यो देखिरहेको नम्बरमा कन्ट्याक्ट गरेर तपाईँले यो फोनहरू अर्डर गर्न सक्नुहुनेछ है त ओके सो तपाईँहरूले 1000 चाहिँ एडभान्स पेमेन्ट गर्नुभयो भने किनभने अब कुरियर चार्ज अगाडि नै पे गर्नुपर्ने हुन्छ त्यही भएर अगाडि 1000 एडभान्स पेमेन्ट गर्नुभयो भने हामीले नेपालको जुनसुकै ठाउँमा अर्डर गरिदिएको डेलिभरी गरिदिन्छौँ अनि तपाईँको 1 हप्ताको चेक टाइम जस्तो फोन लिनुभयो तपाईँको फोनमा केही इस्यु आयो है मोबाइलमा अब टेक्निकल सामान हो केही न केही इस्यु आइहाल्यो भने पनि डराउनु पर्दैन 1 हप्तासम्म ढुक्कसँगले चेक टाइम हुन्छ तपाईँले फोन हामीसँग स्टक हुन्छ मजाले रिप्लेस गर्न सक्नुहुन्छ यति भन्दै हामी भेट्नेछौँ अर्को भिडियोमा